सोच्दै हुनुहुन्छ छाया त हामीसँगै हिँड्ने साथी हो, तर के तपाईलाई थाहा छ कहिलेकाहीँ यो आफ्नै छाया तपाईलाई धोका दिन सक्छ। हो, तपाईको आफ्नै छायाले। यो कुरा केवल डरको कथा होइन, यो विज्ञान, मनोविज्ञान र अध्यात्मको एक गहिरो रहस्य हो। तपाई तयार हुनुहुन्छ? कारण आज हामी तपाईको विश्वास चिरफार गर्नेछौँ। तपाई तयार हुनुहोस्, तपाईको विश्वासमाथि हाम्रो गहिरो हमला हुनेछ। छाया भनेको प्रकाशको अनुपस्थितिमा शरीरले बनाउने एउटा आकृति मात्र हो, होइन? तर योभन्दा धेरै गहिरो कुरा छ। हाम्रो हिन्दू धर्म, जापानी सिन्तो, अफ्रिकन सभ्यता सबैमा छायालाई आत्माको प्रतिबिम्ब मानिएको छ र विज्ञान भन्छ छाया हाम्रो मुभमेन्ट, आन्तरिक टाइमिङ र मानसिक अवस्थाको सूचक पनि हुन सक्छ। अब डरलाग्दो कुरा सुरु हुन्छ। कहिलेकाहीँ महसुस गर्नुभएको छ एउटा तपाईँ कोठामा एक्लो हुनुहुन्छ, तर यस्तो लाग्छ कि कुनैले तपाईलाई पछ्याइरहेको छ। त्यो कहिल्यै हराउने, झल्किने छाया, सायद त्यो तपाईको आफ्नै छाया हो जुन तपाईको मनोविज्ञानलाई चिडाइरहेको हुन्छ। साइकोलोजिस्टहरूले उसलाई द स्याडो सेल्फ कल जङ्गलले भनेका थिए। प्रत्येक मानिसभित्र एउटा छाया हुन्छ जुन तपाईको दबिएको क्रोध, इच्छा र रहरको प्रतिनिधित्व गर्छ र जब तपाईले त्यसलाई स्वीकार गर्न असफल हुनुहुन्छ, त्यो बाहिर आउँछ, कहिलेकाहीँ तपाईको सपनामा, कहिलेकाहीँ तपाईको निर्णयहरूमा। अब तपाईलाई यात्रा गराउँछु नेपालका गाउँहरूमा, जहाँ रातको समयमा छाया तान्नेलाई छायाभूत भन्ने गरिन्छ। यसलाई मानिन्छ यदि तपाईको छाया तपाईभन्दा ठुलो वा अलग ढाँचामा देखियो भने त्यो अशुभ सङ्केत हो। अब कल्पना गर्नुहोस्, तपाई बिहान उठ्नुभयो, दाँत माझ्दै ऐनामा हेर्नुभयो अनि तपाईको छायाले तपाईलाई आँखा झिम्कायो। हाम्रो पालो अब सुरु भयो। छाया, त होइनस्, म त असली म हो। त्यो छायाले तपाईलाई भन्न थाल्छ, त होइनस्, म त असली होस्, यसरी भन्छ। साइन्स पनि कहिलेकाहीँ डरलाग्दो हुन्छ। एक वैज्ञानिक एक्सपेरिमेन्टमा देखाएको थियो जसमा मानिसहरूलाई आफ्नै छायाको प्रतिबिम्ब हेर्न दियो, तर थोरै टाइम ल्याग दिएर। परिणाम, तिनीहरूले विश्वास गरे कि त्यो अर्को कोही मान्छे हुन सक्छ। यो प्रक्रियाले डिलेड रिफ्लेक्सन एलडिआर भनिन्छ, जसले तपाईको ब्रेनलाई भ्रम दिन्छ। तपाईँ सोच्नुहुन्छ त्यो तपाईँ नै हुनुहुन्छ, तर केही सेकेन्डपछि तपाईको मस्तिष्क भन्छ होइन, त्यो त कुनै अरू नै हो। तपाईलाई धोका दिने स्थितिहरू के हुन्छन् त? अब तपाईँ आफै सोच्नुहोस्, तपाईँ कहिले आफूसँग हिँड्ने छायालाई हेरेर डराउनु भएको छ? कहिले यति गाढा र स्थिर छाया देख्नु भएको छ जुन तपाईलाई हल्लिँदा पनि हल्लिँदैन? त्यो बेलामा तपाईको छाया तपाईलाई धोका दिइरहेको हुन्छ। शारीरिक होइन, मानसिक, स्पिरिचुअल होइन, साइकोलोजिकल, तर प्रभाव 100% रियल। तपाईको छाया तपाईको सबैभन्दा ठुलो साथी पनि हो र कहिलेकाहीँ तपाईको सबैभन्दा ठुलो डर पनि। त्यसैले सावधान रहनुहोस्। जब तपाईको छाया तपाईलाई हेर्छ, कहिलेकाहीँ त्यो तपाईँ होइन, ऊ हुन सक्छ। भिडियो मन परेमा लाइक गर्नुहोस्, रहस्य टाइममा सब्स्क्राइब गर्नुहोस् र कमेन्टमा लेख्न नबिर्सिनुहोस् तपाईको छायासँग कहिले अचम्मको अनुभव भएको छ कि छैन। हस्त नमस्कार।